सुदन गुरुङजी हाम्रो अहिलेको गृहमन्त्रीजीलाई तपाईँहरूले भनिदिनु होला 900 जनाको घेरामा एउटा नेपाली सेनाको घेरामा बस्ने राजतन्त्र समाप्त भयो। त्यो बेलामा पनि एउटा आयोग गठन गरेको थियो, एकजना मान्छे पक्रेको थियो। त्यो बेलामा पनि त प्रधानमन्त्री थियो नि, रक्षा मन्त्री थियो, गृहमन्त्री थियो, एकजना मान्छे समात्या तपाईँलाई थाहा छ? ए दाइ कुरा बुझ्नुहोस्, कुरा सुन्नुहोस्। त्यो बेलामा सबै थिए, तपाईँकै उखाने बुढा थिए, केपी शर्मा ओली, शेरबहादुर देउवा थिए, यिनीको हात छन् त्यसमा। त्यो केपी शर्मा ओलीलाई चाकमा डल्ले खुर्सानी हाल्ने भने उहाँले नै भन्नुहुन्छ, बताउनुहुन्छ। त्यो बेलामा सबै थिए तर बालेन सरकार थिएनन्। त्यो बेलामा सबै थिए तर सुदन गुरुङ जस्तो गृहमन्त्री थिएनन्। त्यो बेलामा सबै थिए, बालेन जस्तो प्रधानमन्त्री थिएनन्। त्यसैले सबै मान्छेहरू बस्न पाउनुभयो, बस्नुभयो। नाभिने उहिले जेल पाउने मान्छेहरू हुन्, बुझ्नुभयो? सबै कुरा पहिला जस्तो हुन्छ भन्नु छैन। नयाँ नयाँ कानुन, नयाँ नयाँ शासन आउनुपर्छ देशमा, बल्ल देश बन्छ। कुरा बुझ्नुहोस् यसरी।